ल आज चाहिँ हामी पावर पोइन्ट सिक्ने पावर पोइन्टको काम के हो भने प्रेजेन्टेसन दिने जस्तै अहिले म बोलिरहेको छु नि यो पनि एउटा प्रेजेन्टेसन नै हो तिमीहरू कलेजमा सिकाएको होला मतलब पढाएको होला नि कम्प्युटरबाट प्रोजेक्टबाट याद छ तिमीहरूलाई यसबाट नै पढाउने माइक्रोसफ्ट अफिस पावर पोइन्ट 7 यो थिच्नु यहाँ खोल्छु र सेम वर्ड जस्तै हुन्छ अलिकति फरक हुन्छ यसमा चाहिँ यो स्लाइडहरू हुन्छ बुझ्यौ अब म चाहिँ डिजाइनमा जान्छु सुरुमा यो सेतो अहिलेसम्म एकदम सादा लिन्छु जस्तै मलाई ल कुनै विषय लिएर प्रेजेन्टेसन बनाउँछ मानौ कम्प्युटर लिएर चाहिँ कुनै लिएर है त सुरुमा म चाहिँ यसमा कम्प्युटर ल मानौ कम्प्युटर लिइरहेको छु त कम्प्युटर COMPUTER कम्प्युटर यो मलाई चाहिँदैन भने ग्रिनमा यसरी क्लिक गरेर यो डिलिट गर्न सकिन्छ अब यो सुरु भयो अर्को लिनु छ भने यहाँ न्यू छ यसमा यो चारवटा मात्रै फरक हुन्छ यसमा न्यू गर्नु अब अर्को मलाई चाहियो कुनै जस्तै टाइटल एन्ड कन्टेन्ट चाहिन्छ जस्तै मैले उदिनु भएको लिएको त्यसमा तिमी क्वेशन लेख्न सक्छौ तलमा एन्सर लेख्न सकिन्छ जस्तै व्हाट इज कम्प्युटर हैन व्हाट इज कम्प्युटर व्हाट इज तलमा चाहिँ यसको एन्सर लेख्न सक्छ कम्प्युटर इज एन अब डेल्टा जस बुझ्यौ नि यसको अर्थ यसको एन्सर भनेर ठीक छ त्यसपछि फेरि अर्को लिन सक्छु मलाई हेडर मात्रै चाहियो भने यो लिने डिफरेन्ट बिट्विन चाहियो भने यो लिने कम्पेयर गर्नु पर्यो भने यो लिने टाइटल मात्रै चाहियो भने यो लिने त्यसपछि ब्ल्याङ्क चाहियो भने यो लिने कन्टेन्ट विथ क्याप्सन चाहियो भने यो लिने पिक्चर विथ क्याप्सन चाहियो भने यो लिने यो पिक्चर विथ क्याप्सन तिमीहरू धेरै युज गर्छ याद छ फेसबुकमा भन्दैनौ आफ्नो फोटो अपलोड गरेर डु नट कपी माई स्टाइल डु नट सो मी योर एटिट्युड त्यसको लागि यो जस्तै मैले ल यो लिएँ मानौ अब मिस्टेकली मैले यो लिइहालेँ मलाई अर्को लिनु पर्ने थियो तर यो लिइहालेँ यताबाट लेआउट छ नि यहाँबाट त्यहाँबाट तिमी चेन्ज गर्न सक्छौ पिक्चर विथ क्याप्सन अब रिसेट भनेको के हो भने जस्तै यो मानव बिग्रियो रिसेट भनेको पहिला जस्तो मैले पनि पहिला रिसेट हुन्छ नि पहिला जस्तो भइहाल्थ्यो त्यसमा पनि सेम रिसेट गर्यो यो भनेको चाहिँदैन भने के गर्थ्यो नि डिलिट गर्थ्यो ल फेरि म नयाँ स्लाइड पिक्चर विथ क्याप्सन ल्याएको अहिले चारवटा कुरा बुझ्यो योबाट नयाँ स्लाइड लिन मिल्छ योबाट जुन लेआउट लिएको हुन्छ चेन्ज गर्न सकिन्छ यो भनेको पहिला जस्तो यो भनेको डिलिट गर्न सकिन्छ यसमा यो चारवटा मात्रै फरक हुन्छ अरु सेम मिल्छ ओडै जस्तो सबै कुरा ओड यदि सिकेको भने आउँछ ल अब नेक्स्ट जस्तै पिक्चर विथ क्याप्सन लिएको मैले यताबाट म पिक्चर लिन सक्छु अब जस्तै यो कम्प्युटरको त कम्प्युटरको म पिक्चर लिन्छु है र कुनै छैन भने त क्लिप आर्टबाट पनि ल्याउन सकिन्छ म क्लिप आर्टबाट ल्याइदिन्छु इन्सर्टमा गएर क्लिप आर्टमा गएर कम्प्युटरको त भेट्छ ल मैले दिइहालेँ यहाँ म लेख्न सक्छु ल कम्प्युटर सेट भनेर कम्प्युटर सेट ल यो चाहिँदैन भने यसलाई ग्रिनमा यसरी क्लिक गर्नु अनि यताबाट डिलिट थिच्दा हुन्छ ल अब चाहिँ मानौ मलाई पढाउनु पर्यो म कम्प्युटरमा क्लिक गर्छु यहाँ छ स्लाइड छ कप जस्तो छ हल्का तिमी त मलाई सुझिरहेछ ल ठ्याक्क यसरी क्लिक गर्नु ल अब भन्छु ल आज हामी चाहिँ कम्प्युटरको बारेमा पढ्ने भनेर प्रोजेक्टमा ठ्याक्क लागि हुन्छ नि त्यही हुन्छ कम्प्युटर भनेको सुसाङ यन्त्र भन्छ यसलाई नेपालीमा कम्प्युटर यो हो त्यो यसरी पहिला जहिले पनि त जुन पनि टिचर त पहिला टपिकलाई त्यो गर्छ नि त एक्सप्लेन मैले पनि त्यही एक्सप्लेन गरिरहेको छु ल अब नेक्स्ट इन्टर टिचरपछि नेक्स्ट आन्सर ल कम्प्युटर भनेको के हो त कम्प्युटर एउटा विद्युत उपकरण हो त्यही भन्न सकिन्छ यहाँ पुरा एन्सर हुन्छ हैन ल अब कम्प्युटर हेर्नमा चाहिँ यस्तो हुन्छ यो माउस हो यो किबोर्ड हो यसरी चाहिँ प्रेजेन्टेसन हुन्छ यसको काम यति मात्रै हो है हल्का हल्का यसमा चाहिँ तिमी डिजाइन गर्न सकिन्छ इन्सर्टको पनि छ नि यो इन्सर्टको सेम मिल्छ ओडै जस्तो सबै कुरा हुन्छ यो डिजाइनमा अलिकति फरक हुन्छ जस्तै यसमा मैले यो क्लिक गरिदिएको फर्स्टमा फेरि क्लिक गरेको फेरि स्लाइडसम्म गएको पहिला भन्दा के फरक छ भन त हल्का कलर लगाइदिएको भने तिमीहरू मेकअप लगाइदिन्छु नि राम्रै लाग्छ मेकअप लगाइदिएको हेर्नमा राम्रो गर्यो पुरा त्यही हो ठिक छ अब अलिकति एनिमेसनमा पनि जाँदा हुन्छ हामीले एनिमेसनमा के गर्छ भनेपछि जस्तै 1 नम्बरको अब अलिकति आउने स्टाइल चाहिँ अलिक चेन्ज भइहाल्छ क्या जस्तै 1 नम्बरमा यसरी आउँछ अब 2 नम्बरमा म पनि कुनै चुज गरिदिन्छु 3 नम्बरमा पनि म कुनै चुज गरिदिन्छु ल अब हेर्छु है स्लाइड सो फेरि गर्छु पुरा त्यही हो नि अब आउँदाखेरि ट्याप गरेर मात्र लाग्छ नि यस्तो नाचेर आउँछ यस्तो यस्तो त्यही हो फेरि अर्को तिमी अर्को डिजाइन पनि चुज गर्न सकिन्छ जस्तै यो बेला यस्तै यसमा यस्ता पनि छ यहाँ टनै छ यस्तो घुम्ने धेरै छ यो अब ठ्याक्क यहाँ क्लिक गरेर पुरा त्यही हो क्या आउने तरिका फरक भइहाल्यो त्यही पढाउने भनेको
ल यति मात्रै यसको यति गर